ल हामी चन्द्रगिरीतिर जाँदैछौँ होइन यो डल्लोमा चढेछौँ मैले र अनि त्यसपछि एकदम रमाइलो देखिन्छ उपारितिर यस्तो छ तलतिर घना जङ्गल बस्ती है तल पनि घर टन्नै रहेछ त ऊ ए तल गाउँघर त तल पिच रहेछ त्यहाँबाट नि आज एकदम कुहिरो लाग्यो क्या कुहिरो पुरै कुहिरो लाग्यो कुहिरो त्यही यो कुहिएको ढुरी लगाएर आज एकदम खतम भयो कि यो डल्लामा चढ्न आयो त पुरै पानी आइकन सँग फजाएर एकदम यिनी तल्ला घर एकदम डाँडा डाँडा सब माथि जङ्गलबाट डल्लाले फेरि तल बजार फाल्यो मान्छे उँभोबाट अल्तै आउनु चाहिँ हुँ डुल्न लगाइजानु अहिले आउनेलाई मजा हुन्छ लगे यस्तै ढिलो होइन सारा पुरै मजा हुन्छ पुरै हेर्दै क्या तलतिर जङ्गल काफल त कति छ कति यहाँ तल ऊ होइन काफल त यहाँ टन्नै छ काफलहरू त पुरै बाघ हुँदो किन हुन्न र है कम त छ अझ माथि आउनलाई पश्चिमै छ त्यहाँ माथि हुनु त अझै भाइ मजा आयो मजा भयो कहाँ डर हुन्छ ठ्याक्कै मिलाएर सेटल मिलाएर पठाउँदो रहेछ कि ल अब हामी अब पुग्ने चरणमा छौँ अझै छ धेरै ओहो ऊ पारी हो के ऊ पारी हो त्यो त्यो होइन माथि हो डाँडामा अझै त्यो त तल छ अझ यी चन्द्रगिरी केबल कारमा यसरी हिँड्नुपर्छ कि सारा कुहिरो नलाग्नु पनि थियो क्या आज कुहिरो लगाएर केही देखिने है तलतिर जङ्गल हेर्दौ क्या तल कम डराउनु जङ्गल छ त त्यहाँ पनि 5 जना खानु भर्खरै हेर त यहाँ त मजा भयो मजा हेर्दौ तल हेर्दौ क्या घरहरू तल